हेलो एभ्रिवान, नमस्ते नमस्कार, लासो फ्याफुल्ला झोरले सेवारो जोजोलोपा। आज म आफ्नै युट्युब च्यानल रमाइलो सृजनाशीलमा पहिलो एपिसोड लिएर उपस्थित भइसकेको छु। भने आजको मेरो पहिलो कोसेली रहेको छ हजुरहरूलाई कविता, जुन कविता हजुरहरू बिचमा सम्प्रेषण गरेर हजुरहरूसँग भेट्ने जमर्को गरिरहेको छु। र मलाई चिन्नु हुने र चिन्नु नहुने मित्र आफन्तहरू बिचमा पनि यही कविता मार्फत भेटघाट र चिन्जानको माध्यम यसैलाई नै बनाउने प्रयास र प्रयत्न पनि गरेको छु। र आजको मेरो पहिलो कोसेलीको शीर्षक रहेको छ ए भन्ने पात्रले भन्छ के। हजुरहरूलाई यसको विषयमा कविता मार्फत प्रस्तुत गर्नेछु। तर सोभन्दा पहिले हजुरहरूलाई मेरो कविता मन पर्यो भने लाइक, कमेन्ट, सब्सक्राइब गर्नुपर्ने सबै गरिदिनु होला। तर मलाई विश्वास छ पक्कै पनि हजुरहरूले मेरो भिडियोलाई अन्त्यसम्म हेरेर सहयोग गर्नुहुनेछ र लाइक, कमेन्ट, सब्सक्राइब गरिदिनुहुन्छ भन्ने विश्वास र अपेक्षा राखेको छु। तर त्योभन्दा पहिले मेरो कविताको मूल उद्देश्य हजुरहरूलाई थोरै बताउन चाहन्छु। यही 2082 साल भाद्र 23 र 24 गते नयाँ पुस्ताका भाइ बहिनीहरू जो 13 वर्षभन्दा माथि र 28 वर्षभन्दा मुनिका भाइ बहिनीहरूले भ्रष्टाचार विरुद्ध सुरु गरेको आन्दोलनले 27 घण्टामा एक किसिमको मूर्त रूप लिएको थियो। मूर्त रूप लिनको साथै देशमा भौतिक संरचना तहस नहस भएका थिए। त्यसै गरेर मानवीय क्षति पनि अतुलनीय रूपमा भएको थियो। यो हुनको कारण वर्षौंदेखि राजनीति गर्दै आएका, वर्षौंदेखि राज्य सञ्चालनमा बागडोर सम्हालेर रहेका हाम्रा पुराना पार्टीका शीर्ष नेताप्रति उनीहरूको वितृष्णा जाग्नु हो, उनीहरूको माग अनुसार काम नगर्नु हो। त्यो कारणले यो परिस्थिति निम्तिएको थियो। भने यसैको सङ्घारमा रहेर किन र कसरी यस्तो हुन गयो भन्ने कुराको यो कविताले अभिलेख गर्न खोजेको भन्न चाहन्छु। र यसो भन्दै मेरो आफ्नो विषयवस्तुतिर प्रवेश गरे, अनुमति दिनुहोला। यस संसद भवनमा निदाउने नेता कहिले फुट्थे त कहिले जुड्थे। यस संसद भवनमा निदाउने नेता कहिले फुट्थे त कहिले जुड्थे। उद्देश्य एउटै त हो, झलु नेताको सबै मिलेर देश लुट्थे। एक देशको ढिकुटी बोकेर 100 जना रोजेर विदेश भ्रमण जान्थे। एक देशको ढिकुटी बोकेर 100 जना रोजेर विदेश भ्रमण जान्थे। एक विदेशीसँगै ऋणमा लिएर निन्द्राबाट बिउजिएर अनि भत्ता खान्थे। एक देशको लागि गरेको काम थिएन रति। एक देशको लागि गरेको काम थिएन रति। तिम्रा कारण देशमा आज भयो ठुलो क्षति। भ्रष्टाचार गर्न पनि गरेका रहेछन् कति। भ्रष्टाचार गर्न पनि गरेका रहेछन् कति। बुढेसकालमा पिटाई खाए परेन त आपत्ति। भ्रष्टाचार गरी गरी धनको पोको पारी। भ्रष्टाचार गरी गरी धनको पोको पारी। जनतालाई बोकायो सधैँ ऋणको भारी। शूद्र नेता शूद्र भनेकै त हो। शूद्र नेता शूद्र भनेकै त हो। आज पुग्नु पर्यो काँडे सिस्नो घारी। दर्शकवृन्द, जुन आन्दोलनको स्वरूप अहिले पनि देखिरहेको छ, जुन आन्दोलनले शीर्ष नेताहरू आफ्नो वासस्थान छोडेर भागाभाग हुनु परेको छ, अझै पनि जनता सामु उपस्थित हुन असम्भव नै देखिरहेको छ। भने यही सिलसिलामा प्रस्तुत गरेको कविता हजुरहरूलाई कस्तो लाग्यो पक्कै पनि मन पराउनु भयो भने लाइक, कमेन्ट, सब्सक्राइब गरिदिनु होला भन्ने विश्वास गर्दै I going to say goodbye for now. See you again in the next video.